ह्याप्पी दसैँ सबैजनालाई। यो चाहिँ हाम्रो पहिलो दसैँ हो हामी बुढाबुढीको। लाइक 4 वर्ष बिहे भएको 4 वर्ष भए पनि हामीले टिका चाहिँ लगाउन पाइरहेको थिएनौँ। सो फाइनली वी आर पुटिङ आवर फर्स्ट दसैँ टिका टुगेदर। सुरुमा चाहिँ हामीले पूजाहरू गऱ्यौँ अलिअलि, त्यसपछि हस्बेन्डले मलाई टिका लगाइदिनु भयो। Beside that, we miss our daughter so much. We miss our whole family so much. कति धेरै मिस भएको छ जो अब यहाँ भनेर भन्न सकिँदैन हैन। बट पनि इट्स ओके भनेर हामीले चाहिँ सेलिब्रेट गरिराख्यौँ। दाइ हुनुहुन्थ्यो, भाइ हुनुहुन्थ्यो, अनि हामी हस्बेन्ड एन्ड वाइफ थियौँ। उहाँले राम्ररी मन्त्र पढेर मलाई टिका लगाइदिनु भयो। म चाहिँ मन्त्र पढ्नु ल भन्दै अनि मन्त्र पढिवरी मलाई टिका लगाइदिनु भयो। त्यस पछाडि चाहिँ दाइको पाली आएको थियो। त्यस पछाडि चाहिँ होइन, बिचमा मलाई पैसा पनि दिनु ल भनेको थिएँ, मलाई पैसा पनि दिइराख्नु भएको थियो। अनि त्यसपछि चाहिँ दाइले हामी दुईजनालाई नै टिका लगाइदिनु भयो। अनि दाइ चाहिँ तिमी मन्त्र पढ, म टिका लगाइदिन्छु ल भनिराख्नु भएको थियो। अनि त्यसपछि ज्योतिले पढ्दै हुनुहुन्थ्यो अनि दाइले टिका लगाइदिँदै हुनुहुन्थ्यो। यसै गरी रमाइलो भइरहेको थियो, टिका रमाइलो भइरहेको थियो। त्यसपछि हामीलाई लगाइदिसकेपछि ज्योतिले फेरि दाइलाई टिका लगाइदिनु भयो। त्यो टिका लगाउने कार्यक्रम सकेपछि चाहिँ हामीले अलिक फोटोहरू खिचौँ न भन्यौँ। त्यस पछाडि वी गो डाउन स्टेयर टु क्लिक सम पिक्चर्स। हामीले अलिअलि फोटो खिच्यौँ अनि अभियसली दसैँमा टिकटक त बनाउनै पर्यो। सो वी मेक सम टिकटक्स अनि दसैँको गीतहरूमा अनि अरू गीतहरूमा हामीले टिकटक बनायौँ अनि फोटोसोटो पनि टन्नै खिच्यौँ मेमोरिजको लागि। लाइक यसरी नै भिडियो बनाएर राखिराख्छु, लाइक नेक्स्ट इयर पनि हेर्दा भइहाल्छ भनेर। सो वी मेक सम टिकटक, वी क्लिक सम पिक्चर्स। अनि त्यस पछाडि यो भिडियो चाहिँ भाइले हेरिदिनु भएको क्या, किनकि हामी हाम्रो बनाउँदै थियौँ नि त। लुक एट माई डटर, मेरो छोरीलाई चाहिँ मेरो मामुले आएर टिका लगाइदिँदै हुनुहुन्थ्यो। ऊ चाहिँ अलिअलि बिरामी भएर मामुलो गइन नि, त्यसपछि मामुले चाहिँ हजुरआमाहरूलाई टिका लगाइदिँदै हुनुहुन्थ्यो। अनि हेयर आर सम पिक्चर्स अफ हर, सो क्युट, कति राम्रो देखिएको थिइन्। अनि हेयर आर सम पिक्चर्स अफ दसैँ। आफ्टर द्याट वी इन्डेड आवर दसैँ यस्तो मिठो खानेकुरा खाएर। बाई।